नमस्ते सबैजनालाई। आज यो हाम्रो लुम्बिनी प्रदेश वन रक्षक तयारी अन्तर्गत इन्फिनिटी नलेज अफ प्राली तुलसीपुर दाङमा सञ्चालन भइरहेको लुम्बिनी प्रदेश वन रक्षक विशेष कमान्डो कक्षाको 2082 साल 1 महिना 25 गतेको कमान्डो क्लासको फिडब्याक क्लासको भिडियो मैले तपाईहरुमा तयार गर्न गइरहेको छु। यो सेटमा रहेका प्रश्नहरू एकदमै महत्त्वपूर्ण छन्। तपाईहरु सबैजनाले एकदम ध्यान दिएर सुन्नुभयो भने तपाईलाई जहाँसम्म लाग्छ एकदमै धेरै उपयोगी हुनेछ। प्रश्न नम्बर 1 मा छ, नेपालको राष्ट्रिय वनको व्यवस्थापन के को आधारमा गरिने व्यवस्था रहेको छ भनेको छ। नेपालको राष्ट्रिय वनको व्यवस्थापन चाहिँ के हुन्छ त भन्दाखेरि नेपाल सरकारबाट स्वीकृत रणनीतिक योजनाको आधारमा चाहिँ राष्ट्रिय वनको व्यवस्थापन गरिन्छ है। नेपालको राष्ट्रिय वनको व्यवस्थापन नेपाल सरकारबाट स्वीकृत रणनीतिक योजनाको आधारमा गरिन्छ। अनि त्यस्तै प्रश्न नम्बर 2 मा छ, प्रश्न नम्बर 2 मा राष्ट्रिय वन अथवा प्रदेशभित्रको राष्ट्रिय वन र अन्तर्प्रादेशिक वनको रणनीतिक योजना कसले तयार गर्ने कानुनी व्यवस्था रहेको छ त भन्दाखेरि यो चाहिँ नेपाल सरकारले प्रदेश सरकारसँगको परामर्शमा प्रदेशभित्रको राष्ट्रिय वन अथवा अन्तर्प्रादेशिक वनको चाहिँ रणनीतिक योजना तयार गर्ने व्यवस्था रहेको छ। अनि त्यस्तै प्रश्न नम्बर 3 मा छ, नेपालको वन क्षेत्रको रणनीति 2016 देखि 2025 ले लिएको लक्ष्य अनुसार चाहिँ कुल वन क्षेत्रको कति प्रतिशत क्षेत्र स्थानीय समुदायद्वारा व्यवस्थापन भएको हुनेछ भनेको छ। यसको सही उत्तर हो 60%। 60% भन्दा बढी क्षेत्रलाई चाहिँ स्थानीय समुदायद्वारा व्यवस्थापन गर्ने भन्ने चाहिँ यो रणनीतिले लिएको लक्ष्य हो। प्रश्न नम्बर 4 मा छ, नेपालको वन क्षेत्रको रणनीति 2016 देखि 2025 ले नेपालको कुल वन क्षेत्रको कति प्रतिशत वन क्षेत्र साझेदारी वनको रूपमा व्यवस्थापन गर्ने लक्ष्य लिएको छ भनेको छ। यसको चाहिँ 4% चाहिँ साझेदारी वन व्यवस्थापनको रूपमा चाहिँ व्यवस्था गर्ने लक्ष्य लिएको छ। त्यसै प्रश्न नम्बर 5 मा छ, नेपालको वन क्षेत्रको रणनीति 2016 देखि 2026 ले नेपालको कुल वन क्षेत्रको कति वन क्षेत्र सामुदायिक वनको रूपमा व्यवस्थापन गर्ने लक्ष्य लिएको छ भनेको छ। यो चाहिँ 23 लाख हेक्टर अथवा चाहिँ 40% वन क्षेत्र हो। त्यसैले यसको उत्तर ए र बी दुवै हो। प्रश्न नम्बर 6 मा छ, राष्ट्रिय जलवायु परिवर्तन नीति चाहिँ कुन सालमा आएको थियो भनेको छ। जारी भएको विक्रम सम्वत 2076 सालमा राष्ट्रिय जलवायु परिवर्तन नीति आएको थियो। अनि प्रश्न नम्बर 7 मा छ, तेजपातको कुन भाग जडीबुटीको रूपमा प्रयोग गरिन्छ भन्दा तेजपातको चाहिँ पात र बोक्रा दुवै जडीबुटीको रूपमा प्रयोग गरिन्छ। यसको उत्तर हुन्छ अप्सन सी। अनि प्रश्न नम्बर 8 मा छ, नेपालको सबैभन्दा बढी वन क्षेत्र रहेको स्थानीय निकाय कुन हो भनेको छ। नेपालको सबैभन्दा बढी वन क्षेत्र रहेको स्थानीय निकाय चाहिँ बाँकेको राप्ती सोनारी गाउँपालिका हो। प्रश्न नम्बर 9 मा छ, कसुरमा पक्राउ परेको व्यक्तिलाई कति समयभित्र मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्न पर्छ भनेको छ। यो चाहिँ 24 दिनभित्र मुद्दा हेर्ने अधिकारी समक्ष पेश गर्न पर्छ। अनि त्यस्तै प्रश्न नम्बर 10 मा छ, मध्यवर्ती धार्मिक वनको कार्ययोजना कसले स्वीकृत गर्ने व्यवस्था रहेको छ भनेको छ। मध्यवर्ती धार्मिक वनको कार्ययोजना चाहिँ डिभिजनल वन अधिकृतले सम्बन्धित संरक्षण प्रमुखले अनि चाहिँ यो चाहिँ सम्बन्धित संरक्षण प्रमुखले अथवा संरक्षित क्षेत्रको प्रमुखले चाहिँ मध्यवर्ती धार्मिक वन, मध्यवर्ती सामुदायिक वन र मध्यवर्ती कबलिती वनको कार्ययोजना स्वीकृत गर्ने कानुनी व्यवस्था रहेको छ। प्रश्न नम्बर 11 मा छ, साइटिस ऐन 2073 अनुसार सङ्कटापन्न भन्नाले कस्तो वन्यजन्तुलाई जनाउँछ भनेको छ। सङ्कटापन्न भन्नाले चाहिँ दुर्लभ वन्यजन्तु, लोपोन्मुख वन्यजन्तु र संरक्षित वन्यजन्तु गरी यो माथिका सबै हुन्छ है यसको उत्तर। प्रश्न नम्बर 12 मा छ, खोटे सल्लाको पातमा कतिवटा सुइराहरू रहेका हुन्छन्। खोटे सल्लाको पातमा 3 वटा, गोब्रे सल्लामा 5 वटा। प्रश्न नम्बर 13 मा छ, हाल नेपालमा कार्यान्वयनमा रहेको वन्यजन्तु उद्धार एवं उद्धार केन्द्र व्यवस्थापन कार्यविधि तलको मध्ये कुन हो भनेको छ। यो चाहिँ कार्यविधि 2073 हो। अनि प्रश्न नम्बर 14 मा छ, सामुदायिक वनको आर्थिक व्यवस्थापन कुन कार्यविधि अनुसार गरिन्छ भनेको छ। सामुदायिक वनको आर्थिक व्यवस्थापन चाहिँ सामुदायिक वन उपभोक्ता समूहको आर्थिक कार्यविधि निर्देशिका सामुदायिक वन उपभोक्ता समूहको आर्थिक कार्यविधि निर्देशिका 2073 अनुसार गरिन्छ। अनि प्रश्न नम्बर 15 मा छ, सामुदायिक वन उपभोक्ता समूह दर्ताको लागि कहाँ निवेदन दिनुपर्छ भनेछ। सामुदायिक वन उपभोक्ता समूहको लागि चाहिँ दर्ताको लागि चाहिँ सम्बन्धित डिभिजन वन कार्यालयमा निवेदन दिनुपर्छ। त्यस्तै प्रश्न नम्बर 16 मा छ, एउटा पनि संरक्षण क्षेत्र नभएको नेपालको प्रदेश कुन हो भनेछ। एउटा पनि संरक्षण क्षेत्र नभएको नेपालको प्रदेश चाहिँ
कर्णाली र मध्य प्रदेश हो। कर्णाली र मध्य प्रदेशमा एउटा पनि संरक्षण क्षेत्र छैन है। नेपालको 6 वटा संरक्षण क्षेत्रमध्ये कर्णाली र मधेसमा एउटा पनि पर्दैन। अनि प्रश्न नम्बर 17 मा छ तलको समुदायद्वारा तलको मध्य समुदायद्वारा व्यवस्थापन भइरहेको एकमात्र संरक्षण क्षेत्र कुन हो? कञ्चनजङ्घा संरक्षण क्षेत्र हो। यो कञ्चनजङ्घा संरक्षण क्षेत्र परिषदले व्यवस्थापन गर्दै आइरहेको छ। भने प्रश्न नम्बर 18 मा छ तलको मध्ये कुन संरक्षित क्षेत्रमा सबैभन्दा बढी बाघको संख्या रहेको छ? बर्दियामा रहेको छ। बर्दियामा चाहिँ 125 वटा बाघ छन् भने बाँकेमा 25 वटा बाघ रहेका छन्। प्रश्न नम्बर 29 मा छ नेपालको सबैभन्दा बढी सामुदायिक वन रहेको जिल्ला कुन हो भनेको छ? नेपालको सबैभन्दा बढी सामुदायिक वन रहेको जिल्ला चाहिँ धादिङ हो। अनि त्यस्तै प्रश्न नम्बर 20 मा छ नेपालको सबैभन्दा बढी सामुदायिक वन रहेको स्थानीय तह कुन हो भनेको छ? नेपालको सबैभन्दा बढी सामुदायिक वन रहेको स्थानीय तह चाहिँ कास्कीको पोखरा महानगरपालिका हो। अनि 21 मा छ नेपालमा साइटिसको वन्यजन्तुको लागि तलको मध्ये कुन निकायले व्यवस्थापन निकाय तोकिएको छ भनेको छ? साइटिसको लागि व्यवस्थापन निकाय चाहिँ वन्यजन्तुको हकमा राष्ट्रिय निकुञ्ज विभाग र वनस्पतिको हकमा भू संरक्षण विभाग हो है। वन तथा भू संरक्षण विभाग। अनि वनस्पतिको वैज्ञानिक निकाय वनस्पति विभाग हो भने वन्यजन्तुको वैज्ञानिक निकाय चाहिँ राष्ट्रिय प्रकृति विज्ञान संग्रहालय हो। अनि प्रश्न नम्बर 22 मा छ सामुदायिक वनमा पर्यापर्यटन सञ्चालन गर्नको लागि कुन कार्यविधि रहेको छ भनेको छ? सामुदायिक वनमा चाहिँ पर्यापर्यटन प्रवर्धनको निमित्त चाहिँ कुन कार्यविधि रहेको छ त भन्दाखेरि यसको लागि चाहिँ सामुदायिक वनमा पर्यापर्यटन सञ्चालन कार्यविधि 2075 रहेको छ। प्रश्न नम्बर 23 मा छ ढोरपाटन शिकार आरक्ष कहाँ अवस्थित रहेको छ भनेको छ? ढोरपाटन शिकार आरक्ष चाहिँ समुद्र सतहबाट 2000 मिटरदेखि 7246 मिटरको उचाइमा पूर्वी रुकुमको तकसेरादेखि तकसेरा हो। तकसेरादेखि पुथा हिमालको धरातलमा मध्य पहाड उच्च पहाड र उच्च हिमालमा रहेको छ। यसको उत्तर हुन्छ माथिका सबै। प्रश्न नम्बर 24 मा छ वनस्पति विभागको सिफारिस वन तथा भू संरक्षण विभागको स्वीकृति लिई नेपालभित्र प्रशोधन गरी सार तत्त्व निकासी गर्न इजाजत पाएको बाहेक तलको मध्ये कुन वनस्पति विदेश निकासी गर्न प्रतिबन्धित गरिएको छ भने चाहिँ यसको सही उत्तर हुन्छ माथिका सबै। प्रश्न नम्बर 25 मा छ टिमुरको कुन बाघ जडीबुटीको रूपमा प्रयोग हुन्छ भने चाहिँ टिमुरको चाहिँ बोक्रा जडीबुटीको रूपमा प्रयोग हुन्छ भने प्रश्न नम्बर 26 मा रहेको छ। प्रश्न नम्बर 26 मा ढोरपाटन शिकार आरक्ष संरक्षणमा देखेका मुख्य समस्या तथा चुनौतीहरू के हुन् भने चाहिँ यसको चाहिँ ढोरपाटन शिकार आरक्षमा देखिएको समस्या अत्याधिक चरीचरण, वन्यजन्तुबाट अन्न बाली र पशुधनको क्षति, वन जङ्गल अतिक्रमण र माथिका सबै। यसको उत्तर हुन्छ माथिका सबै। अब तपाईहरुले यो यदि लुम्बिनी प्रदेशको वन रक्षकको तयारी गर्दै हुनुहुन्छ भने तपाईहरुले लुम्बिनी प्रदेशमा रहेका संरक्षित क्षेत्रको संख्या, त्यो संरक्षित क्षेत्रहरूमा पाइने विशेष प्रजाति वन्यजन्तु तथा वनस्पति प्रजातिहरू, अनि त्यो संरक्षित क्षेत्रलाई चाहिँ कसले व्यवस्थापन गर्छ, अनि त्यो संरक्षित क्षेत्र व्यवस्थापनमा चाहिँ भएका चुनौतीहरू अथवा देखिएका समस्याहरू, विशेष समस्याहरू जस्तै कृष्णसार संरक्षण क्षेत्रमा कृष्णसार संरक्षण क्षेत्र चाहिँ बस्तीको वरिपरि भएको भएर त्यहाँ कृष्णसारलाई चाहिँ कुकुरले लखेट्ने अथवा चाहिँ विभिन्न प्रकारको चाहिँ वन्यजन्तुहरू जस्तै कृष्णसारहरू चाहिँ त्यहाँको वन्यजन्तु गाई भैँसी भेडा बाख्रासँग चर्ने, त्यही बेलामा चाहिँ कुकुरहरू आउने, कुकुरले लखेट्ने भएको कारणले गर्दाखेरि कृष्णसार संरक्षित क्षेत्रमा चाहिँ बाहिर घरपालुवा जनावरबाट कृष्णसारमा आक्रमण हुने सम्भावना धेरै थियो। त्यो भएको कारणले गर्दाखेरि कृष्णसारलाई चाहिँ त्यहाँ चाहिँ सरकारले चाहिँ कृष्णसारहरूलाई त्यहाँ तारजाली गरी तारजालीभित्र राखेको छ। यस्तो खालका कहिलेका यस्ता समस्याहरू चाहिँ परीक्षामा एकदमै धेरै सोध्छ। अब सबै कुरा सोध्न सम्भव हुँदैन, त्यो भएको कारणले गर्दाखेरि यस्ता प्रश्नहरू चाहिँ धेरै सोध्ने गरेर चाहिँ यस्ता प्रश्नहरू एकदम विशेष ध्यान दिनु होला। अनि प्रश्न नम्बर 27 मा छ काँक्रीबिहार वन संरक्षण क्षेत्र कर्णाली प्रदेशको कुन जिल्लामा रहेको छ भने छ? काँक्रीबिहार संरक्षित क्षेत्र चाहिँ कर्णाली प्रदेशको सुर्खेत जिल्लामा रहेको छ भने प्रश्न नम्बर 28 मा छ सन् 2022 सम्ममा बाघको संख्या दोब्बर बनाउने उद्देश्यले स्थापना भएको राष्ट्रिय निकुञ्ज चाहिँ बाँके राष्ट्रिय निकुञ्ज हो। अब यो बाँके राष्ट्रिय निकुञ्जको बारेमा चाहिँ तपाईले के बुझ्न पर्यो भने सन् 2010 मा रसियाको सेन्ट पिटर्सबर्ग भन्ने ठाउँमा विश्वमा बाघ पाइने राष्ट्रहरूको सम्मेलन भयो। त्यो सम्मेलनमा त्यतिखेरको नेपालको तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालले चाहिँ सहभागिता जनाउनु भयो। अनि त्यो सहभागिता जनाइसकेपछि उहाँले चाहिँ अब हामीले पनि नेपालमा बाघ संरक्षणको निमित्त चाहिँ एउटा प्रतिबद्धता गर्छौं र त्यो प्रतिबद्धता के हो त भन्दाखेरि
सन् 2022 सम्ममा नेपालको बाघको संख्या चाहिँ दोब्बर बनाउँछौं भनेर चाहिँ घोषणा गरेर आउनुभयो। त्यो भएर आइसकेपछि अनि पछि नेपालमा चाहिँ बाघको संख्या बढाउनको निमित्त बाघको वासस्थानलाई विस्तार गर्न पर्छ। बाघको वासस्थान अथवा कुनै पनि वन्यजन्तुको वासस्थानलाई विस्तार नगरेसम्म वन्यजन्तुको संख्यालाई बढाउन अथवा विस्तार गर्न सकिँदैन भन्नेको उद्देश्य साथ के भयो त भन्दाखेरि बाँके राष्ट्रिय निकुञ्जको स्थापना भयो। भने बाँके राष्ट्रिय निकुञ्ज र अपिनपा राष्ट्रिय निकुञ्जको बारेमा जान्न पर्ने कुरा के छ भने सन् 2000 विक्रम सम्वत 2067 सालमा चाहिँ सगरमाथाको काला पत्थर भन्नेमा चाहिँ एउटा जलवायु परिवर्तन सम्बन्धी एउटा मन्त्री परिषदको बैठक बस्यो। हो त्यो बैठकले पनि जलवायु परिवर्तनबाट उच्च हिमाली क्षेत्रमा परेको प्रभावलाई चाहिँ विश्व समुदाय सामु ध्यानाकर्षण गराउने उद्देश्यले सगरमाथाको काला पत्थरमा बैठक बस्यो। हो त्यो बैठक बस्दाखेरि त्यसले चाहिँ के निर्णय गरेको थियो त भन्दाखेरि बाँके र अपिनपा संरक्षण क्षेत्र घोषणा गर्ने, बाँके राष्ट्रिय निकुञ्ज र अपिनपा संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय पनि गरेको थियो। त्यो अनुरूप पनि स्थापना भएको हो यो संरक्षित क्षेत्रहरू दुईवटा, एउटा बाँके राष्ट्रिय निकुञ्ज, अर्को चाहिँ अपिनपा संरक्षण क्षेत्र। तपाईहरुलाई मैले के कुरा जानकारी गराउन चाहन्छु भने यदि तपाईहरु अब लुम्बिनी प्रदेशको कमान्डो लगत्तै अब अहिले लोकसेवामा पछिल्लो चरणमा फिजिकल पनि एकदमै हार्ड हुँदै गएको छ। लिखित त उत्तिकै महत्त्वपूर्ण भइहाल्यो हैन, त्यो सँगसँगै फिजिकल पनि एकदमै महत्त्वपूर्ण भएको छ र साथै मध्य प्रदेशमा पनि अब केही समयपछि फिजिकल हुँदैछ। मध्य प्रदेश पनि जागिरको लागि सबैभन्दा उपयुक्त गन्तव्य हो। मध्य प्रदेशको जागिरमा एकदमै सहज हुन्छ, किनभने त्यहाँ असहज हुने भनेको एउटा धेरैले चाहिँ त्यहाँ नसक्ने भनेको सक्दैन भन्नुको कारण गर्मी हो। गर्मी मान्छेले मजासँग पचाउन सकिन्छ हैन। गर्मी भन्ने चिज सबैलाई हुने हो, एउटालाई मात्रै हुने होइन। अरूको हिसाबले भौगोलिक हिसाबले समथर ठाउँ छ, डाँडा काँडा हिँड्न पर्दैन। त्यसैले मध्य प्रदेशको जागिर वन रक्षकको जागिर पनि तपाईले खानुभयो भने तपाईलाई एकदम बेस्ट हुन्छ। त्यही कुरालाई मध्यनजर गर्दै हामीले अब छिट्टै मध्य प्रदेश विशेष वन रक्षक तयारी कक्षा प्लस मध्य प्रदेश र लुम्बिनी प्रदेशलाई समेत एकदमै धेरै उपयुक्त हुने गरी शारीरिक तन्दुरुस्ती परीक्षा र मध्य प्रदेशको विशेष कमान्डो कक्षा चाहिँ हाम्रो इन्फिनिटी नलेज अफ तुलसीपुरमा चाहिँ इन्फिनिटी नलेज अफ प्रहरी तुलसीपुर दाङमा एकदम सहुलियत दरमा सबै तपाईले नेपालभरि खोज्नु भयो भने नेपालभरिकै संस्थाहरू मध्येमा सबैभन्दा सहुलियत दरमा तर उच्च र गुणस्तरीय रूपमा उच्च र गुणस्तरीय रूपमा चाहिँ कक्षाहरू सञ्चालन हुँदैछ। तपाईहरु कति पनि ढिला न, जसको फिजिकल कमजोर छ मध्य प्रदेशको कोर्स तपाईले सोचेको भन्दा अलिकति एकदमै फरक पृथक छ। तपाईले त्यहाँ मध्य प्रदेशको कुराहरू कैयौं कुराहरू छन्, त्यहाँ पाठ्यक्रममा अरूभन्दा प्रदेशको तुलनामा पाठ्यक्रम पनि फरक छ। त्यसैले मध्य प्रदेश विशेष कमान्डो कक्षा पनि हाम्रो केही समयपछि सुरु हुँदैछ। तपाईले चाहिँ यदि क्लास लिन चाहनुहुन्छ भने सम्पूर्ण विद्यार्थीहरूले हाम्रो कार्यालयमा सम्पर्क गर्नुहोला र यसको अनलाइन र भौतिक दुईटै कक्षा सञ्चालन हुनेछ। यदि तपाई हाम्रो कक्षा लिन चाहिँ चाहनुहुन्छ, कक्षामा जोडिन चाहनुहुन्छ भने तपाईहरु सम्पूर्ण विद्यार्थीहरूले यो माथि रहेको फोन नम्बरमा अथवा तपाईले यो नम्बरमा तपाईले यदि यो क्लास लिन चाहनुहुन्छ भने तपाईले के गर्नुहोला त भन्दाखेरि 98 578 24 644 98 578 24 644 मा सम्पर्क गर्न सक्नुहुनेछ। एकदमै फिजिकल 100% फिजिकल पास गराउने, लिखितमा पनि एकदमै जतिसक्दो धेरै प्रश्न मिलाउन सक्ने र नतिजामुखी तपाईलाई जागिर खुवाउने उद्देश्यले चाहिँ हामीले यस्ता क्लासहरू सञ्चालन गर्दैछौं। एकदमै फरक तरिकाले, पृथक तरिकाले, सफा शान्त वातावरणमा स्मार्ट बोर्डबाट दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट कक्षा सञ्चालन भइरहेको छ। यसका साथै हाम्रो यस इन्स्टिट्युटमा तपाईले खरदार, सुब्बा, नासु, कृषि, भेटनरी, अनमी, अमिन, अहेब लगायतका विभिन्न प्रकारका लोकसेवा कक्षाहरू पनि एकदम सहुलियत दरमा विज्ञ, दक्ष तथा अनुभवी प्रशिक्षकहरू सञ्चालन भइरहेको छन्। तपाईहरु सबैजना हाम्रो कार्यालयमा सम्पर्क गरेर क्लास लिन सक्नुहुनेछ। प्रश्न नम्बर 29 मा छ वनस्पति विभागको सिफारिस वन तथा भू संरक्षण विभागको स्वीकृति लिई नेपालभित्र प्रशोधन गरी सारतत्व निकासी गर्न इजाजत पाएको बाहेक तलको मध्ये कुन वनस्पतिलाई विदेश निकासी गर्न नपाइने वन्यजन्तु वनस्पति कति छन् भने चाहिँ 6 वटा छन्।
अनि प्रश्न नम्बर 30 मा छ बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति वर्ग किलोमिटर रहेको छ? 968। अनि नेपालको सुनगावाको राजधानी भनेर कुन क्षेत्रलाई चिनिन्छ? पञ्चासेलाई। घडियाल गोहीको प्रमुख आहार के हो त भन्दाखेरि घडियाल गोहीको प्रमुख आहार चाहिँ एकदम जिउँदो माछा भन्छन्, खास होइन, एकदम फ्रेस माछा है, फ्रेस माछा हो भने सम्झिने। अनि प्रश्न नम्बर 33 मा छ लुम्बिनी प्रदेशमा पर्ने संरक्षण क्षेत्र कुन हो भनेर छ? लुम्बिनी प्रदेशमा पर्ने संरक्षण क्षेत्र कुन हो भन्दा पनि यो कुन होइन भन्ने हो। कुन होइन भने चाहिँ माथिका सबै। अनि प्रश्न नम्बर 34 मा छ लुम्बिनी प्रदेश निजामती सेवा ऐन अनुसार अधिकृत स्तरमा कतिवटा तहहरू रहेका छन् भनेर चाहिँ लुम्बिनी प्रदेशको चाहिँ अधिकृत स्तरमा चाहिँ कतिवटा तहहरू रहेका छन् त भन्दाखेरि 8 वटा तहहरू रहेका छन्। लुम्बिनी प्रदेशको चाहिँ निजामती सेवा अनुसार अधिकृत स्तरमा 6औं, 7औं, 8औं, 9औं, 10औं, 11औं, 12औं र 13औं गरी 8 वटा तह रहेका छन्। त्यस्तै 12 कुने ताल चाहिँ लुम्बिनी प्रदेशको दाङ जिल्लामा पर्छ। अनि त्यस्तै गरी 36 मा छ रारा तालमा चाहिँ कति प्रजातिका रैथाने माछा पाइन्छन् भनेर चाहिँ रारा तालमा चाहिँ 3 प्रकारका रैथाने माछा पाइन्छन्। ती प्रजाति भनेको एउटा सिजोथोर्याक्स हो, सिजोथोर्याक्स स्पिसिसको चाहिँ जस्तै सिजोथोर्याक्स राराइन्सिस, सिजोथोर्याक्स नेप्लेन्सिस र सिजोथोर्याक्स मुगुन्सिस भन्ने चाहिँ 3 वटा प्रजातिका असला माछा भन्छ यसलाई नेपालीमा है। प्रश्न नम्बर 37 मा छ लुम्बिनी प्रदेश निजामती सेवा ऐन अनुसार सहायक स्तरमा कति तहहरू रहने व्यवस्था छ भन्दा सहायक स्तरमा चाहिँ 5औं, 4थो र तृतीय गरी 3 वटा तह रहने व्यवस्था गरिएको छ। अनि प्रश्न नम्बर 38 मा छ लुम्बिनी प्रदेशको वन ऐन 2078 अनुसार प्रदेशभित्रको राष्ट्रिय वन वा अन्तर्प्रादेशिक वनको सीमा निर्धारण कसले गर्छ भन्दाखेरि प्रदेश सरकारले गर्छ। अनि प्रश्न नम्बर 40 मा छ सामुदायिक वनको हस्तान्तरणमा तलको मध्ये कुन आवश्यक पर्दैन? जिल्ला प्रहरी कार्यालयको सिफारिस आवश्यक पर्दैन। त्यस्तै प्रश्न नम्बर 40 मा छ साझेदारी वनको वन व्यवस्थापन कार्ययोजना कार्यान्वयन गर्ने जिम्मेवारी कसको रहेको हुन्छ त भन्दाखेरि साझेदारी वनको कार्यान्वयन गर्ने जिम्मेवारी चाहिँ 3 वटा तह हुन्छ। यसलाई चाहिँ टायर अफ कोलाबोरेटिभ फरेस्ट म्यानेजमेन्ट अथवा चाहिँ साझेदारी वन व्यवस्थापनका 3 वटा टायरहरू भन्छ। त्यो भनेको स्थानीय तह, डिभिजन वन कार्यालय र साझेदारी वन उपभोक्ता समूह गरी 3 वटा हो। अनि प्रश्न नम्बर 41 मा छ लुम्बिनी प्रदेश वन ऐन 2078 अनुसार राष्ट्रिय वनको भू स्वामित्व कोसँग रहेको हुन्छ त भन्दाखेरि लुम्बिनी प्रदेशको अनुसार चाहिँ राष्ट्रिय वन भनेको मतलब चाहिँ के बुझ्ने? प्रदेशभित्रको राष्ट्रिय वनको भू स्वामित्व चाहिँ प्रदेश सरकारको रहेको हुन्छ। अनि यसमा चाहिँ के छ भने जस्तै तपाईको वन ऐन 2076 पर्यो भने चाहिँ नेपालको सम्पूर्ण राष्ट्रिय वनको भू स्वामित्व नेपाल सरकारको रहने भनेको छ हैन। अब प्रदेशभित्रको राष्ट्रिय वन पनि नेपालभित्रकै राष्ट्रिय वन हो, तर प्रदेशका विभिन्न प्रदेशले आफ्नो ऐन बनाएर के कुरा राखेको छन् त भन्दाखेरि प्रदेशभित्रको राष्ट्रिय वनको भू स्वामित्व चाहिँ प्रदेश सरकारको हुने भन्ने कानुनी व्यवस्थाहरू राखेका छन्। जति प्रदेशहरूले चाहिँ आफ्नो वन ऐन बनाएको छ त्यो प्रदेशहरूले। अनि प्रश्न नम्बर 42 मा छ वनस्पति विभाग अन्तर्गत नेपालमा जम्मा कतिवटा वनस्पति अनुसन्धान केन्द्र रहेका छन् भनेर छ? नेपालमा चाहिँ जम्मा 7 वटा वनस्पति अनुसन्धान केन्द्र रहेका छन्। त्यस्तै प्रश्न नम्बर 43 मा छ बाँके राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति वर्ग किलोमिटर रहेको छ? 550 वर्ग किलोमिटर रहेको छ। अनि प्रश्न नम्बर 44 मा छ ढोरपाटन शिकार आरक्षको क्षेत्रफल कति वर्ग किमी रहेको छ भनेर छ? ढोरपाटन शिकार आरक्षको क्षेत्रफल 1325 वर्ग किलोमिटर रहेको छ। अनि त्यस्तै गरी प्रश्न नम्बर 45 मा छ गोदावरी फुलचोकी वन संरक्षण क्षेत्रको क्षेत्रफल कति हेक्टर रहेको छ भनेर चाहिँ गोदावरी फुलचोकी वन संरक्षण क्षेत्रको क्षेत्रफल चाहिँ 2128.88 रहेको छ। यो नेपालको अन्तिम वन संरक्षण क्षेत्र हो। भनेको अन्तिम भनेको मतलब अन्तिम समयमा घोषणा भएको, यो भन्दा पछि अरु पनि घोषणा हुन सक्छन्, तर अहिले सम्मको चाहिँ अन्तिम समयमा घोषणा भएको वन संरक्षण क्षेत्र चाहिँ गोदावरी फुलचोकी वन संरक्षण क्षेत्र हो। यो एकदमै महत्त्वपूर्ण छ, पछिल्लो समयमा घोषणा भएको भएर। पहिलो भनिन्छ काँक्री बिहार हो है, सुर्खेतमा पर्ने। अनि प्रश्न नम्बर 46 मा छ वनस्पति विभाग वा जडीबुटी प्रशोधन कम्पनीको सिफारिसमा आफ्नो उत्पादनको हकमा बाहेक वन तथा भू संरक्षण विभागको स्वीकृति लिएर नेपालभित्र उमालेर सारतत्व निकाली उपयुक्त ढङ्गले सम्मिश्रण गरी विदेश निकासी गर्न इजाजत पाएको अवस्थामा बाहेक विदेश निकासी गर्न प्रतिबन्धित गरिएको जडीबुटी चाहिँ तलको मध्ये कुन हो त भन्दाखेरि यो शिलाजित हो। यो प्रश्न अलि धेरै लामो भयो, तर यो बुझ्नै पर्ने भएर भएको भएर यसको प्रश्न चाहिँ लामो भएको है। उत्तर चाहिँ छोटो छ फेरि।
प्रश्न नम्बर 47 मा छ वनस्पति विभाग वा जडीबुटी प्रशोधन कम्पनीको सिफारिसमा आफ्नो उत्पादनको हकमा बाहेक वन तथा भू संरक्षण विभागको स्वीकृति लिएर नेपालभित्र उमालेर सार तत्त्व निकाली उपयुक्त ढङ्गले संरक्षण गरी निकासी गर्न इजाजत पाएको अवस्थामा बाहेक विदेशी निकासी गर्न प्रतिबन्धित गरेको जडीबुटी कति रहेका छन् त भन्दाखेरि 1 वटा रहेका छन्, त्यो भनेको शिलाजित हो। अब प्रश्न नम्बर 48 मा छ नेपालमा धेरै जसो भोजपत्र कुन प्रकारको वनमा पाइन्छ भनेको छ। नेपालमा चाहिँ धेरै जस्तो भोजपत्र उपहिमाली वनमा पाइन्छ। भोजपत्रको वैज्ञानिक नाम इप्क्रे बेटुला युटिलिस हो। यसलाई हिमालकी रानी भनेर पनि चिनिन्छ। एकदम सेतो हुन्छ यसको रुखहरू, काण्डहरू। अनि प्रश्न नम्बर 50 मा छ बर्दिया राष्ट्रिय निकुञ्जमा कति प्रजातिका स्तनधारी वन्यजन्तुहरू पाइने अनुमान गरिएको छ भनेको छ। यसको सही उत्तर हो 56। अब यो कतै 53 पनि भेट्नु भयो होला तपाईले, तर यो बर्दिया राष्ट्रिय निकुञ्जको वेबसाइट तपाईले खोलेर हेर्नुभयो भने वेबसाइटमा चाहिँ 56 राखेको छ है। यसै तपाईले लुम्बिनी प्रदेशको फिजिकल प्लस मध्य प्रदेशको लिखित र फिजिकलमा एकदमै प्रभावकारी नतिजा आउने गरी विशेष कक्षा सञ्चालन हुँदैछन्। लुम्बिनी र मध्य प्रदेशको फिजिकलमा एकदमै पास हुने, राम्रो फिजिकल क्रस गर्ने गरी एकदम दक्ष अनुभवी फिजिकलका प्रशिक्षकहरू लगायत कमान्डो क्लास पनि, लिखितको कमान्डो क्लास पनि, मध्य प्रदेशको कमान्डो क्लास पनि सञ्चालन हुँदैछ। तपाईले त्यसको लागि हाम्रो यस कार्यालयमा 98 578 24 644 मा सम्पर्क गरी तपाईले फिजिकल क्लास र भौतिक क्लास दुवै क्लासहरू लिन सक्नुहुनेछ। एकदमै प्रभावकारी, एकदमै दक्ष अनुभवी प्रशिक्षकबाट कक्षा सञ्चालन हुँदैछ। र साथै तपाईलाई यसको अलावा अन्य खरिदार, नासु, कृषि, भेटिनरी, अमिन, अहेब, अमिन, सब इन्जिनियर, बैंकिङ लगायतका विभिन्न कक्षाहरू एकदमै दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट एकदमै रिटर्न लिखित बेसमा चाहिँ विभिन्न कक्षाहरू सञ्चालन हुँदैछ। तपाईहरु चाहिँ त्यसको लागि पनि हाम्रो यस इन्स्टिट्युटमा सम्पर्क गर्न सक्नुहुनेछ। प्रश्न नम्बर 50 मा छ नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज तलको मध्ये कुन हो भनेको छ। नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज रारा हो। यसको क्षेत्रफल 106 वर्ग किलोमिटर रहेको छ भने यसको मध्यवर्ती क्षेत्रफल चाहिँ 198 वर्ग किलोमिटर रहेको छ। संरक्षित कोर एरिया भन्दा मध्यवर्ती क्षेत्र ठूलो भएको नेपालको एउटा मात्र राष्ट्रिय निकुञ्ज हो, रारा राष्ट्रिय निकुञ्ज। प्रश्न नम्बर 51 मा रहेको छ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 अनुसार कति पंक्षीहरूलाई संरक्षित पंक्षीको सूचीमा राखिएको छ भनेको छ। यो अनुसार चाहिँ 9 वटा पंक्षीलाई चाहिँ संरक्षित सूचीमा राखिएको छ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 अनुसार। त्यस्तै प्रश्न नम्बर 52 मा छ ओखरको जडीबुटीको रूपमा प्रयोग हुने भाग कुन हो भनेको छ। ओखरको जडीबुटीमा प्रयोग हुने भाग चाहिँ फल र बोक्रा हो, डी। अनि प्रश्न नम्बर 53 मा छ वन ऐन 2076 अनुसार कसैले विदेश निकास गर्न प्रतिबन्ध लगाएको प्रजातिलाई विदेश निकासी गरेमा कति दण्ड सजाय हुने व्यवस्था रहेको छ भनेको छ। यसको सही उत्तर हो माथिका सबै। अनि प्रश्न नम्बर 54 मा छ अश्वगन्धाको औषधिको रूपमा प्रयोग हुने भाग कुन हो भनेको छ। अश्वगन्धाको चाहिँ जरा प्रयोग हुन्छ, यसको चाहिँ जरा प्रयोग हुन्छ। अनि प्रश्न नम्बर 55 मा छ उनहरुको राजा भनेर कसलाई चिनिन्छ। उनहरुको राजा भनेर चिरुलाई चिनिन्छ। तपाईहरुले यो मेरो युट्युब च्यानलमा भएका सम्पूर्ण भिडियोहरू हेर्नुभयो भने पनि तपाईलाई मलाई जहाँसम्म लाग्छ जो साथीहरु आर्थिक अभावको कारणले गर्दाखेरि क्लास लिन सकिराख्नु भएको छैन तपाईहरुको लागि पनि यो च्यानलमा भएका धेरै भिडियोहरू उपयुक्त हुन सक्छन्। त्यसैले यसमा भएको सम्पूर्ण भिडियोहरू हेर्नु होला र यो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने कृपया च्यानल पनि सब्स्क्राइब गरिदिनु होला ताकि यस्ता धेरै महत्त्वपूर्ण भिडियोहरू मैले तपाईहरुमाझ अझ धेरै लिएर आउने छु। र प्रश्न नम्बर 56 मा छ वन ऐन 2076 अनुसारको कसुरमा पक्राउ परेका 2 जना व्यक्ति छन् तर एउटालाई 1 वर्ष कैद र अर्कोलाई 1 वर्षभन्दा बढी कैद हुने अवस्था आयो भने त्यस्तो मुद्दा चाहिँ जिल्ला अदालतले हेर्ने व्यवस्था रहेको छ भने। प्रश्न नम्बर 57 मा छ माउरुखको आकार प्रकार अनुसार तलको मध्ये कुन विधि प्रयोग गरिन्छ भन्दा जस्तै सानो रुख छ भने रुखै चढ्ने हुन सक्छ, हाँगा नुगाएर टिप्ने हुन सक्छ, रुख वा हाँगा हल्लाएर टिप्ने हुन सक्छ माथिका सबै, किनभने आकार प्रकार अनुसार भनेको भएर है। प्रश्न नम्बर 58 मा छ टिमुरको बिउ संकलन कसरी गरिन्छ। टिमुरको बिउ चाहिँ हाँगा नुगाएर टिपिन्छ है। अब रुख चढ्ने भने चाहिँ रुख त टिमुर रुख होइन नि त, टिमुर त झाडीमा पर्छ। प्रश्न नम्बर 59 मा छ सामान्यतया नर्सरीमा बिरुवा उत्पादन गर्ने अथवा बिरुवा उत्पादनमा प्रयोग हुने पोलिब्यागको साइज कति हुन्छ त भन्दाखेरि 200 गेज हुन्छ। गेज भनेको के हो, बाक्लोपन। पोलिब्याग चाहिँ कति बाक्लो हुन्छ नि त्यो बाक्लोपन नाप्ने चाहिँ गेज भन्छ।
अनि प्रश्न नम्बर 60 यानि कि आजको अन्तिम प्रश्न रहेको छ, नर्सरीको ब्याड तयार गर्दा एक ब्याडदेखि अर्को ब्याड बीचको दूरी कति हुन्छ त भन्दाखेरि सामान्यतया यो चाहिँ आधा मिटरसम्म राख्ने व्यवस्था गरिएको छ। नर्सरीको विषयमा तपाईँले अन्य भिडियोमा पनि मैले एकदम व्याख्या गरेको छु। तपाईँले नर्सरीको चाहिँ मेन बाटो 1 मिटरको हुन्छ, सहायक बाटोहरू आधा मिटरको हुन्छ, अनि अर्को चाहिँ ब्याडको चौडाइ 1 देखि 1.2 मिटरसम्म बनाउन सकिन्छ। लम्बाइ चाहिँ 10 मिटर भने पनि आवश्यकता अनुसार चाहिँ तपाईँले जति तपाईँको लम्बाइ र जग्गा छ त्यसको आधारमा लम्बाइ चाहिँ राख्न सक्नुहुन्छ, किनभने लम्बाइ चाहिँ यति नै राख्न पर्ने भन्ने केही यसको लजिक छैन। तपाईँले यति भन्दै तपाईँले अहिलेसम्म यो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानल सब्स्क्राइब गरिदिनु होला र मध्य प्रदेशको लिखित तथा फिजिकल र लुम्बिनी प्रदेशको फिजिकल अथवा शारीरिक तन्दुरुस्ती परीक्षा प्लस कमान्डो लिखित कक्षा सञ्चालन हुँदैछ। तपाईँ सम्पूर्ण साथीहरू एकदमै सहुलियत दरमा क्लास हुँदैछ। तपाईँ सबैजना चाहिँ सम्पर्क गर्नुहोला हाम्रो कार्यालयमा। हाम्रो सम्पर्क नम्बर रहेको छ 98 5 78 24 644 मा सम्पर्क गरी अझ धेरै मध्य प्रदेशको जागिर र लुम्बिनीको जागिरको निमित्त योग्य बन्नको लागि तपाईँले हामीलाई सम्झिनु होला भन्दै अब फेरि अर्को भिडियोमा पुनः भेट हुनेछ। सबैलाई नमस्ते, धन्यवाद।